आज हामीले चिन्ने यो सुन्दर देश नेपाल सधैँ जस्तै एउटै एकीकृत राष्ट्र थिएन है। यसको पछाडि त सङ्घर्ष, परिवर्तन र एकताको एउटा लामो र रोचक कथा छ। आउनुहोस् आज त्यही कथाको गहिराईमा डुबौँ। यो एउटा गहिरो प्रश्न हो, हैन त? कुनै पनि देशको जन्म शान्तिपूर्ण सम्झौताबाट हुन्छ कि सङ्घर्षको आगोबाट? हो, अचम्म लाग्न सक्छ, तर हाम्रो देशको कथा सुरु हुन्छ फाँटो र झगडाबाट। आजको एकीकृत नेपालको जग त त्यही विभाजनको धरातलमा उभिएको थियो। ल, अब अलिकति त्यो समयमा फर्केर हेरौँ न। एकीकरण हुनुभन्दा पहिलेको राजनीतिक नक्सा कस्तो थियो होला? त्यो बेला नेपाल विभिन्न शक्तिशाली गुटहरूमा बाँडिएको थियो। एकापट्टि थिए काठमाडौँ उपत्यकाका 3 सम्पन्न मल्ल राज्यहरू, काठमाडौँ, पाटन र भक्तपुर। नेवार समुदायको कला र संस्कृतिले भरिपूर्ण, व्यापारमा एकदमै अगाडि। तर समस्या के थियो भने उनीहरू आपसमै यति धेरै प्रतिस्पर्धा गर्थे कि एकताको त कुरै छाडौँ। अनि अर्कोपट्टि थिए पश्चिमका 22 र 24 राज्यहरू। उनीहरू त झन् निरन्तरको युद्ध र शक्ति सङ्घर्षले आफैलाई कमजोर बनाइरहेका थिए। अब हेर्नुहोस्, घरभित्रैको यो फुटले बाहिरी शक्तिहरूलाई त फाइदा हुने नै भयो। मल्लहरूको आपसी होडबाजी र पश्चिमका राज्यहरूको लडाईँले यस्तो अवस्था बनायो कि बाहिरबाट हस्तक्षेप गर्न एकदमै सजिलो भयो। अब टुक्रिएर बस्नु भनेको रणनीतिक रूपमा खतरनाक भइसकेको थियो। हो, यही टुक्रिएको अवस्थाको बीचमा एउटा यस्तो दूरदर्शी शासकको उदय भयो जसले यी सबै टुक्राहरूलाई जोडेर एउटा बलियो राष्ट्र बनाउने सपना देखे। यहाँ सोचमा आकाश जमिनको फरक थियो भनौँ न। एकातिर मल्ल राजाहरू थिए जसको सोच र सपना आफ्नै सहरको कला र प्रतिष्ठा बढाउनुमै सीमित थियो। अर्कोतिर थिए गोर्खाका राजा पृथ्वीनारायण शाह, जसको सपना थियो एउटा विशाल, एकीकृत र सुरक्षित हिमाली राज्य बनाउने। किन? ताकि दक्षिणमा फैलिरहेको ब्रिटिस साम्राज्य जस्ता विदेशी शक्तिहरूबाट यो भूमिलाई जोगाउन सकियोस्। तर यति ठूलो सपना देख्दैमा मात्र त पूरा हुँदैन, हैन र? यसको पछाडि एउटा गजबको रणनीति थियो। र यो खाली तरवारको बलमा मात्र टिकेको थिएन है। यो त एउटा उत्कृष्ट कूटनीतिक र आर्थिक योजना थियो। यो योजना एकदमै सोचेर चरण-चरणमा बनाइएको थियो। पहिलो काम वरपरका साना राज्यहरूलाई आफ्नो पक्षमा पार्ने। त्यसपछि काठमाडौँ उपत्यका भित्रिने बाहिरिने सबै मुख्य व्यापारिक बाटोहरूमाथि कब्जा जमाउने। र जब उपत्यका आर्थिक रूपले कमजोर हुन्छ तब मात्र अन्तिम र निर्णायक आक्रमण गर्ने। यो रणनीतिको सबैभन्दा चलाक कुरा नै यही थियो। मल्ल राज्यहरू धनी थिए, तर उनीहरूको त्यो धन आउँथ्यो कहाँबाट? व्यापारबाट। पृथ्वीनारायण शाहले ठिक त्यही नसा समाते। उनले उपत्यकामा नुनदेखि कपाससम्म सबै सामान भित्रिनबाट रोकिदिए। भन्नुको मतलब तरवार चलाउनु अघि नै आर्थिक नाकाबन्दीले उनीहरूलाई कमजोर बनाउन थालिसकेको थियो। यो रातारात भएको चमत्कार थिएन नि। गोर्खाबाट सुरु भएको यो अभियान पूरा हुन दशकौं लाग्यो। वर्षौंसम्म उपत्यकालाई घेराबन्दीमा राखियो। खास गरी कीर्तिपुरको त्यो कठिन लडाईँ जितेपछि मात्र उपत्यका विजयको ढोका साँच्चै खुल्यो र अन्ततः 1769 सम्ममा कान्तिपुर, ललितपुर र भक्तपुर तीनवटै राज्यहरू गोर्खा राज्यमा विलय भए। ल, अब यत्रो अभियान सफल भएपछि परिणाम के आयो त? हो, यसले एउटा नयाँ एकीकृत राष्ट्र राज्यलाई जन्म दियो जसलाई आज हामी नेपाल भनेर चिन्छौँ। टुक्रा टुक्रा राज्यहरूको त्यो युग अब सकियो। काठमाडौँलाई केन्द्र बनाएर एउटा शक्तिशाली र एकीकृत राष्ट्रको जग बसालियो, जसले आधुनिक नेपालको आधार तयार गर्यो। र नयाँ राष्ट्रको परिकल्पना कस्तो थियो भन्ने कुरा पृथ्वीनारायण शाहको यो भनाइले छर्लङ्ग पार्छ। उनले नेपाललाई केवल एउटा भूगोलको रूपमा हेरेनन्, बरु विभिन्न जातजाति र समुदायहरूको एउटा साझा घरको रूपमा परिभाषित गरे, जहाँ विविधता नै राष्ट्रको सुन्दरता र शक्ति हो। अब एउटा अर्को रमाइलो प्रश्नतिर लागौँ। यो देशको नाम नेपाल नै चाहिँ कसरी रहन गए त? यसको पछाडि पनि 101 रोचक कथाहरू र सिद्धान्तहरू छन्। यसका पछाडि मुख्य गरी 3वटा मान्यता चलेको पाइन्छ। एउटा किंवदन्ती अनुसार ने नामका ऋषिले संरक्षण गरेको भूमि भएकाले यसको नाम नेपाल रह्यो। अर्को बलियो तर्क अनुसार यहाँका आदिवासी नेवार समुदायको नाम नेपाबाटै नेपाल बनेको हो, जसको अर्थ नेवारहरूको भूमि हुन्छ। र तेस्रो सिद्धान्तले यसलाई तिब्बती भाषासँग जोड्छ, जसअनुसार नेको अर्थ घर र पालको अर्थ उन हुन्छ, अर्थात् उनको घर, जसले यहाँको व्यापारिक महत्त्वलाई पनि देखाउँछ।
हो, यसरी हेर्दा नेपालको कथा भनेको विभाजनबाट एकतासम्मको एउटा अविश्वसनीय यात्रा रहेछ। निरन्तरको द्वन्द्व र अस्थिरताबाट एउटा बलियो र स्थिर राज्यको निर्माण, जहाँ विभिन्न संस्कृतिहरू मिलेर एउटा साझा पहिचान बन्यो। अन्त्यमा के भन्न सकिन्छ भने नेपाल भनेको खालि एउटा भूगोल मात्र होइन, यो त इतिहासको एउटा जिउँदो कथा हो, जहाँ टुक्रा टुक्रा अवस्थाबाट एउटा बलियो राष्ट्र जन्मियो। यो भूमि केवल हिमालको मात्र होइन, यो सङ्घर्ष, साहस र एकताको कथा हो, र यही कथा नै हामी सबैको साझा पहिचान हो।